नमस्कार सम्पूर्णमा आजको नयाँ भ्लगमा आज चाहिँ त्यसरी मलाई यहाँ आएर भाँडामा भनेको छ। त्यसरी यतिका भाँडा टकारिदिएको छ, यति धोइसकेको छु, यतितिर साइड धोइसकेँ, यति धेरै धोइसकेँ मैले यता साइडमा यति सुन्छु यहाँ र यतितिर साइडमा यति धेरै भाँडा धोइसकेँ। अझै पनि छ यहाँ साइडमा यति कराईहरू छ सबै साथी सुन्छु यहाँ र उतातिर पनि धोइसकेको छु। यो किचन रहेको छ, यो देशीको, यहीमा मैले काम गर्छु यहाँ त्यो हुन्छ। त्यसरी पूजा पनि गर्छ यता साइडमा, हातले अलिकति सेक्यो है, अलिकति हल्लियो सेक्यो। यहाँ त्यसरी पूजा पनि गर्छ, यति पूजा गर्छ यतातिर साइडमा। यो भाँडा राख्ने भयो। यतातिरमा चाहिँ यो फिल्टर रह्यो, फिल्टर रहेको छ यतातिर। यतातिर साइडमा ग्यास चुल्हाहरू छ, यतातिर घैँटोहरू पनि राखेको छ है। घैँटो भयो, पानी भयो, यो ग्यास चुल्हा भयो, यतातिर यो जस फ्यान भयो। अहिले तल यहाँ देख्नु यहाँ आलु प्याज पनि रहेको छ। म धेरै देखाउन सक्दैन, त्यसैले फेरि कुट्छ कि मलाई होइन, देख्यो भने घरिघुनी गर्न सक्छ। त्यही भएर चाहिँ धेरै भिडियो बनाउन, लामो भिडियो बनाउन सक्दैन। अर्को भिडियोमा फेरि भेटौँला है। ओके, बाई बाई।